आमा ओइ यो खुट्टा किन बान्नु भयो? खुट्टा नमानेपछि पहिले लत्ता हानेपछि दुध पकाउँछ। यो लात्तेले हानेपछि दुध पकाउँछ। अँ, यसलाई के भन्छ? यो तपाईँले दुई राख्नु भएको छ नि, यो चौरी गाई हो है? चौरो गाईको बाछो चौरी गाईको बाछा झुमा है? यो दुध कति दिन्छ यसले? यसले वर्ष चाहिँ अब चाहिँ कति 2 लिटर जति दिन्छ। 2 लिटर। अब घाँस छैन, अब चाहिँ 1 लिटर भरि दिन्छ। यसको दुधबाट के बनाउनुहुन्छ? यसको दुधबाट मही बनाउँछ। मही बनाउने पहिला दही बनाउने, अनि पछि मही बनाउने, अनि छुर्पी बनाउने। ए तपाईँलाई यो गाईभन्दा यो मनपर्छ है दुनलाई है? कति राम्रो दुन भएको छ है? कतिवटा छन् अहिले तपाईँले पालेको? पाले त 10 जति होला, दुनु 3टै छ। ए दुनु 3टा मात्र छ है? यसको बाच्छा खै त? यो बाच्छा मर्यो। ए बाच्छा मर्या हो? ए खुट्टा बाँधेर दुन भएको छ है? Enggak nih,